अत्यन्तै दुःखद घटना घटेको छ आज। थलारा गाउँपालिका वार्ड नम्बर 7 को 820 भन्ने ठाउँमा झनाना हुँदै माडो काट्नेदेखि घोडा दाउनासम्म जाने यो सडक खण्डको 820 गाउँ नजिकै ओखर पैरा भन्ने ठाउँबाट करिब 200 मिटर तल अटो खसेको छ। आज बिहानै यो घटना घटेको। मानवीय क्षति भने यतिखेर भएको छैन। अटोमा सवार अटो चालक सहित एकजना अर्का व्यक्ति हुनुहुन्छ जो प्राथमिक रूपमा हेर्दा उहाँ सामान्य घाइते देखिनु भएको छ। बाँकी त अब अस्पतालको डाक्टरको सल्लाह अनुसार डाक्टरको चेक जाँचपछि के कति चोट लागेको छ यो पछि नै थाहा हुन्छ। उक्त अटो हाम्रै थलारा गाउँपालिका वार्ड नम्बर 7 घोडादाउना निवासी अटो चालक प्रयागराज उपाध्याय हुनुहुन्छ भने उहाँ पनि सामान्य घाइते भएको कुराहरू म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र उक्त अटोमा सवार एकजना सोही थलारा गाउँपालिका वार्ड नम्बर 7 अदुगाली निवासी शिवराज उपाध्याय सर हुनुहुन्छ, जुन हाम्रो भवानी मावि माडो काट्नेका प्रह पनि हुनुहुन्छ। आज बिहानै अत्यन्तै दुःखद घटना, करिब सडक खण्डबाट 200 मिटर तल खसेको छ अटो। हामी सबै यतिखेर सम्पूर्ण दाजुभाइहरू बडो चिन्तित अवस्थामा हुनुहुन्छ। यहाँहरू देख्न सक्नुहुन्छ रोड अलिकति माथि छ। यो माथिको यो हाम्रो भवन छ, यो भवनकै साइड भएर हाम्रो रोड गएको छ र यति माथिबाट माथि ओखरको रुख यहाँ देख्न सक्नुहुन्छ। त्यही रुखको मुनिपट्टिबाट सडक भएर गएको छ र त्यहीँदेखि यो अटो हाम्रो चाहिँ दुर्घटना भएको छ। एकदमै अत्यन्त दुःखद खबर। हामीहरू अब यहाँ घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। उहाँहरूलाई चाँडै सन्चो होस् र फेरि उनीहरू आफ्नो दैनिक जीवनमा फर्किउन्, हामी भगवानसँग प्रार्थना गर्दछौँ। दैवको लीला जे छ उहाँहरूकै ईश्वरकै हातमा छ, हामीले बस कामना गर्ने हो। अत्यन्तै दुःखद घटना। गाउँभरिका थुप्रै मान्छेहरू यतिखेर यहाँ यो घटनास्थलमा आइपुगेका छन्। कृपया यहाँहरू देख्न सक्नुहुन्छ अत्यन्तै दुःखद घटना। बस मैले यसैका लागि यो भिडियो धन्यवाद।